नेपाल चीन सीमा क्षेत्रमा ताल फुट्ने अर्को जोखिम। छोचेन र पुरेपु साङपो दोभानमा बन्यो ताल। आगामी 72 घण्टा तटीय क्षेत्रका लागि संवेदनशील, सतर्कता अपनाउन चिनिया जलस्रोत मन्त्रालयद्वारा आग्रह। नेपाल र चीनको सीमावर्ती क्षेत्र स्थित छोचेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल दोभान नजिकै एउटा ठुलो ताल बनेपछि फुटेर थप बाढी आउन सक्ने उच्च जोखिम बढेको छ। चिनिया जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार बिहिबार बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भई भरिएर बाहिर बग्न थालिसकेको छ। आगामी 3 दिनभित्र सो तालमा थप 30 लाख घनमिटर पानी थपिने अनुमान गरिएकाले ताल फुट्ने सम्भावना अत्यन्तै उच्च रहेको चाइना सेन्ट्रल टेलिभिजन CCTVले उल्लेख गरेको छ। मन्त्रालयले तालको अवस्थालाई निरन्तर नजिकबाट निहालिरहेको र सम्भावित क्षति घटाउन बाढीको सिमुलेसन तथा जोखिम विश्लेषण गरिरहेको जनाएको छ। यसैबीच नेपाली भूभागबाट सुरु भएको लेदोसहितको भीषण पहिरोले दक्षिण पश्चिम चीनको तिब्बत स्थित जिरोङ केरुङ नाकामा क्षति पुर्याएपछि चिनिया अधिकारीहरूले आपतकालीन उद्धार टोली परिचालन गरेका छन्। कठिन भूगोल र निरन्तरको वर्षाका बावजुद चिनिया जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर र सहायता संस्थाहरूले विमान तथा उपकरण मार्फत राहत र उद्धार कार्यलाई तीव्र बनाएका छन्।